गाइस वेलकम टू माय न्यू ब्लॉग। तो तपाईहरुलाई स्वागत छ मेरो सेकेन्ड ब्लगमा। तो तपाईले मेरो फर्स्ट ब्लग त देख्नै भयो। तो म हिँड्नु गएको छु आफ्नो साथीहरुसँग। तो मेरो फर्स्ट ब्लग त त्यति खास त भएन किनकि फर्स्ट ब्लग हो। तो आजको ब्लग कस्तो हुन्छ तपाईहरु जनाउनु होला। तो हेर्न सक्नुहुन्छ म आज देखाउँदै छु तपाईलाई मेरो मामा घर। तो मेरो मामा घर चाहिँ हेर्न सक्नुहुन्छ यो हो मेरो मामा घर। तपाईले हेर्न सक्नुहुन्छ यहाँ माने बगान छ। म तपाईलाई माने अरु पनि बगान देखाउँदै छु। यहाँ माने अलिकति दूर दूरमा छ तिनीहरु बगान पनि। तो गाइस म तपाईलाई देखाउँदैछु यहाँ अरु पनि बगानहरु छ। यहाँ माने थुप्रै बगान छ माने यहाँ म तपाईलाई लास्टमा अरु पनि देखाउँदै छु। तो गाइस तपाईले हेर्न सक्नुहुन्छ हाम्रो माने बगानको सामने सब्जी बारी छ। हाम्रो यो सब्जी माने अजाअजीले माने मिलेर रोप्नु भयो। तपाईले हेर्न सक्नुहुन्छ त तपाईलाई म देखाउँदै छु दोकान। त मेरो पिछा देख्नु यो त हाम्रो पुना दोकान माने यो दुकान त आजकल माने खुल्दैन किनकि यो दुकान माने कहिले बहुत साल माने बन्द भयो यो दुकान। तो तपाईले हेर्न सक्नुहुन्छ यहाँ माने उता छ के भन्छ फुलको बगैँचाहरु। फुलको बगैँचा यहाँ माने सबै कपडाहरु छ त्यहाँ। त अपाखाली त कपडाले खाली तपाईहरु नोटिस नगर्नु होला। यो सबै फुलको बगैँचाहरु छ। तो गाइस तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ माने बारीहरु पनि थुप्रै छ, बगानहरु पनि थुप्रै छ, तामुल गछहरु पनि छ, नङलाहरु पनि छ। यहाँ हाम्रो माने बगान चाहिँ थुप्रै छ। यहाँ माने तामुल गछहरु पनि छ। र उतो घर चाहिँ हाम्रो सेनो अजाको घर हो। र त्यसको अलिकति दूरमा चाहिँ हाम्रो शिव मन्दिर छ त्यसमा। अनि तपाईले हेर्न सक्नुहुन्छ हाम्रो माने यहाँ बोडीहरु पनि रोप्नु भएको छ अजाअजीहरुले। यहाँ माने भेन्डीको माने पुखाहरु पनि छ। उतापट्टि चाङघरहरु पनि छ। चाङघरमा पनि के रोप्नु भएको छ। र उतो चाहिँ हाम्रो मेवा गछ कसैलाई माने मेरो मामा घरको होम टुरहरु तपाईलाई माने यो मामा घरमा मेरो जे पनि बस्तु छ बगान सगान जे पनि छ सबै तपाईलाई माने मैले देखाए। तो तपाईलाई कसैलाई भन्नु होला तो लाइक सब्स्क्राइब कमेन्ट गर्दिनु होला। तो अब मेरो फर्स्ट भिडियोमा जति मान्छेले पनि लाइक सब्स्क्राइब गर्नुभएको थियो भ्युजहरु दिनु भएको छ लाइकहरुमा तिनीहरुलाई म धेरै धेरै धन्यवाद गर्न चाहन्छु। तो आजको लागि यति नै बाइ।